यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनोन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं समगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः। श्रीमद्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला परविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वर्यै नमः। ओम उमामहेश्वराभ्यां नमः। अथ अष्टमोऽध्यायः दक्षयज्ञ विध्वंस उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, विष्णु भगवान संग्रामबाट अन्तर्ध्यान भएपछि बाँकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर 10 दिशातिर भागे। ती परस्परमा भन्दथे, अब दक्ष प्रजापतिको प्राण रहन्न, किनकि नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो। जुन चक्र लिई विष्णु खडा हुँदा स्वयं शिव पनि टिक्न सक्दैनथे, त्यस्ता नारायण पनि भागे। अब हाम्रो क्षुद्र पराक्रमले के होला, तस्मात् अब आफ्नो आफ्नो प्राण रक्षा गर्नु नै उचित हो भन्दै 10 दिशा भागे। नारायण सहित देवता, यक्ष, गन्धर्व, नाग आदि आफ्नो जीवन बचाई भागेको देखि वीरभद्रले नागले चाहिँ निश्वास फेरी वर्षाकालको मेघ गर्जे झैं गर्जी तत्काल दक्षको टुपी समाती भूमिमा ढलाई बोध गराए। हे पापिष्ट दक्ष, तैँले महादेवको अनेक निन्दा गरिस्, आफ्नी छोरीको हत्या गरिस्। त जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न। त्यो बोलाहा हो, उसलाई नडाके मलाई के होला भनी त्रिलोकका ईश्वरको निन्दा गरिथिस्। अब यस बखतमा तेरा रक्षक ज्वाइँहरू कता गए? उनीहरूको सहायता मागी आफ्नो प्राण बचा। तेरो यज्ञ बिना सङ्कट नै पूरा गराउन्। अब तँलाई पनि यही यज्ञमा होम्न सके हामीलाई सन्तोष होला भनी अनेक तरहले बोध गराई दक्ष प्रजापतिको शिर काटेर अग्निकुण्डमा होमिदिए। यस्ता प्रकारले दुष्ट संहार गरेको देखि नन्दी, भृङ्गी, चतुष्षष्ठी योगिनी, भूत, प्रेत, विषमजोर र महाकाली आदिले प्रसन्न भई शिवनिन्दक दक्ष प्रजापतिको नाश गर्यो। धन्य धन्य वीरभद्र, तिमी समान वीर यस संसारमा हुन दुर्लभ छ भनी स्तुति गरे। त्यसपछि दक्ष प्रजापतिकी स्त्री वीरणीले आफ्ना पतिको शिर यज्ञकुण्डमा होमिदिएको देखेर अत्यन्त अधैर्य भई ठूलो हावा चल्दा केराको थाम ढले झैं पृथ्वीमा ढली मूर्छा परिन्। केही बेरमा चेष्टा आयो र शोक गर्न थालिन्। हे नाथ, मलाई यस अवस्थामा अनाथ तुल्याई कता गयो? जगदीश्वर महादेवलाई यज्ञमा नडाक्दा यस्तो भयो। हे मूढ, व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयो। मेरो यो गति भयो भनी अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरिन्। हे ईश्वर, मेरा पति दक्ष प्रजापति अज्ञानी, मूढ र अभिमानी पनि हुन्। तिनलाई कुनै चेष्टा पनि थिएन। त्यस्ता मूढको नाश गरी हजुरको के कृति होला? मलाई विधवा नतुल्याई स्वामी वरदान दिनुहोस्। हे वीर, आफ्नो सृष्टि आफैले संहार गर्नु अनुचित हो। सृष्टि स्थिति संहार गर्ने महारुद्र पनि तिमी, महादेव पनि तिमी, आदि मध्य अन्त्य नभएका ब्रह्मा विष्णु शिव जे भने पनि तिमी नै हौ। हे भक्तवत्सल, मेरो मुख हेरी मेरा स्वामीको सबै अपराध क्षमा गरेर जीवन दान दिई मलाई सौभाग्यवती
बनाउनुहोस् भनेर स्तुति गरेको इन्द्रादि देवताहरूले सुनि आकाशबाट पुष्पवृष्टि गरी हे वीरभद्र दक्ष प्रजापतिलाई जीवन दान दिई बिरणीलाई सन्तोष दिनुहोस् भनी आकाशवाणी गरे। देवताहरूले त्यस्तो आग्रह गरेको र बिरणीको चिन्तित अनुहार देखेर मनमा करुणा उत्पन्न भयो र बिरणीतर्फ हेरी वीरभद्रले भने, हे बिरणी, तिम्रो स्तुतिले म प्रसन्न भएँ र तिमीलाई स्वामी वर दिन्छु, तर तिम्रो स्वामीको शिर मैले अघि नै अग्निकुण्डमा होमिसकेँ। अब यज्ञमा बलि दिएको बोकाको शिर जोडेर जीवित पारिदिन्छु, किनकि दक्षले जगदीश्वरको साह्रै निन्दा गर्यो। अतः त्यो पशु हो, यसैले पशुकै टाउको जोडिदिन्छु। यस्तो वीरभद्रको वचन सुनि बिरणीले हुन्छ भनी अञ्जली जोरी उभिरहिन्। अनि वीरभद्रले यज्ञशालाबाट बोकाको टाउको मगाई पछिल्तिर मुख फर्काएर जोरी दक्ष प्रजापतिलाई जिलाइदिए। दक्ष प्रजापति जीवित भएपछि बिरणीले मनमा सन्तोष मानी छाग मुख अर्थात् बोकाको टाउको भएका स्वामी सहित भए वीरभद्र र महाकालीलाई दण्डवत प्रणाम गरी आफ्नो घर गए। यता वीरभद्र र महाकाली पनि देवता यक्ष गन्धर्व किन्नर आदिको संहार गरी दक्षको यज्ञ विध्वंस पारी नन्दी भृङ्गी चतुष्ठी योगिनी भूत प्रेत प्रमथगण समेत त्यहाँबाट अन्तर्ध्यान भई कैलाशमा पुगी शिवजीलाई दण्डवत प्रणाम गरेर, हे ईश्वर, हजुरको आज्ञा अनुसार दक्षको यज्ञ विध्वंस पारी देवता यक्ष गन्धर्व र उसका समस्त रक्षक मारी दक्षको शिर छुट्याई अग्निकुण्डमा होमिसकेपछि उसकी स्त्री बिरणीले आफ्ना स्वामी मरेको देखि साह्रै दिन भावले विलाप गर्न लागिन्। त्यो देखेर मैले अग्निकुण्डमा बलि दिएको बोकाको टाउको ल्याएर पछाडि मुख फर्काई जोरेर दक्ष प्रजापतिलाई जिलाई आएँ भनी बिन्ती गरे र महादेव प्रसन्न भई, हे वीरभद्र, हे महाकाली, तिमीहरू धन्य रहेछौ, म प्रसन्न भएँ। यति भनी ती दुवैलाई आफ्नो शरीरमा लीन गराए। त्यसपछि महादेवले प्राण प्रिया सतीलाई सम्झी दक्ष प्रजापतिले यज्ञ गरेको स्थानमा पुगेर हेर्दा अग्निकुण्डमा सुतिरहेकी सतीदेवीलाई देखी, हा सती, कैलाश शून्य तुल्याई मलाई एक्लै छाडेर कता गयो भन्दै साह्रै नै अधैर्य भई वृक्ष ढले झैँ भूमिमा लडी मुर्छा परे। केही क्षणमा चेत आयो र हे प्यारी, अब मैले यस संसारमा बाँच्नु पनि व्यर्थ भयो। मलाई एक क्षण पनि एक्लै नछाडी मेरै मुख्यानजी बसेर मैले भनेका कथा पुराणहरू सुनिरहन्थ्यौ। मेरो वचन नमान्दा तिम्रो यो गति भयो, म यस स्थितिमा पुगेँ भन्दै मुड्कीले छाती ठोकी वर्षाकालमा आकाशबाट पानी परे झैँ मोतीका दाना जस्तै आँसुका ढिक्का खसाली फेरि विलाप गर्न लाग्नुभयो। हे प्रिय, म कतै गएर आउँदा सुनको कमण्डलु लिएर गोडा धोइदिन आउँथ्यो। हे प्यारी, मेरो खाने वस्तु भनेर विष भाङ धतुरो मेरो स्वामीले खाने वस्तु भनेर जतन गरी राख्दथ्यो। अब को राखिदेला, तिमी बिना मेरो चित्त कसरी स्थिर रहला। यसरी भन्दै कहिले काखमा लिने, कहिले अङ्कमाल गर्ने, कहिले मै खाने, कहिले छातीमा हात राख्ने, कहिले सतीदेवीको हात समाई आफ्नो छातीमा राख्ने, यसरी अनेक प्रकारका शोक गरी सतीदेवीको मृत शरीर पिठ्यौमा बोकी बलाह जस्तै भएर पृथ्वी भ्रमण गरी हिँडे। महादेवले पीठमा बोकेकी हुनाले गलित वा दुर्गन्ध केही भइनन्, केवल निदाएकी जस्ती भएर रहिन्। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमारगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां दक्ष यज्ञ विध्वंस वर्णनम नाम अष्टमोऽध्यायः। उपनयतु मंगलं वा सकल जगन्मंगलालय श्रीमान् दिनकर किरण निबोधित नव नलिन दल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्यः पृथ्वी शस्यशालिनी देशोऽयं शोभरहितो ब्राह्मणा सन्तु निर्भयाः अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंगः। या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणाम्बरदण्डमण्डितकरा
या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करः प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् नारायणायेति समर्पयेतत्। श्री स्वस्थानी देव्यार्पणमस्तु। यदि भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले पुस्तकको बासामाथि पुष्पाञ्जली चढाई पुस्तकलाई ढोक गर्नु र आफ्ना मनको इच्छित वरदान माग्नु। श्री स्वस्थानी देव्यार्पणमस्तु। ओम शान्ति शान्ति शान्ति।